संसारको ठूलो जनसंख्याको हिस्सा युवाको जनसंख्याले ओगटेको छ। एसिया महादेश संसारमै सबैभन्दा धेरै युवा जनसंख्या हुने महादेश हो र नेपालमा पनि सबैभन्दा ठूलो जनसंख्या युवाहरूको जनसंख्याले ओगटेको छ। नेपालका कुनै पनि सामाजिक, राजनीतिक, आर्थिक परिवर्तनहरूमा युवाहरूको योगदानलाई कम आंकलन गर्न मिल्दैन। पछिल्लो समयमा हेर्ने हो भने संसारभरिका झण्डै 50% जनसंख्याहरू शहर केन्द्रित अथवा भनौं शहरमा बसोबास गरिरहेका छन्। संघीयता पश्चात स्थानीय सरकारलाई धेरै अधिकारहरू संविधानले प्रत्यार्जित गरेको छ र हाम्रा गाउँपालिका र नगरपालिकाहरू पनि क्रमशः शहर केन्द्रित वा शहर उन्मुख हुन थालिरहेका छन्। यो अवस्थामा यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा सेफ स्पेस फर युथ अर्थात युवाका लागि सुरक्षित स्थान एकदमै महत्त्वपूर्ण रहेको छ। आखिर युवाका लागि सुरक्षित स्थान किन त? किनकि सुरक्षित स्थानमा बसोबास गर्न पाउनु उनीहरूको अधिकार हो र राज्यको दायित्व पनि हो। संविधानले ग्यारेन्टी गरेको अधिकारको उपभोग गर्न पाउनु सबै युवाहरूको अधिकार हो। यस्तो सुरक्षित स्थान जहाँ उनीहरूले विभिन्न किसिमका अवसरहरूको उपभोग गर्न पाउन्, ती अवसरहरूमा आफ्नो पहुँच बढाउन पाउन्, सिक्न पाउन्, अभ्यास गर्न पाउन्, विभिन्न किसिमका जाति, धर्म, लिङ्ग, भूगोलका व्यक्तिहरूसँग आफ्ना मनका विचार राख्न पाउन् र महत्त्वपूर्ण कुरा आफ्ना लागि नीति निर्माण गर्ने व्यक्तिहरूसँग बसेर संवाद गर्न पाउन्, आफ्ना मनमा लागेका कुराहरू भन्न पाउन् र सँगै मिलेर निर्णयमा पुग्न पाउन् र पछिल्लो समयमा देखिरहेको हत्या, हिंसा, भेदभाव, यातना जस्ता कुराहरूबाट पनि सुरक्षित रहन पाउन् र हाम्रो संविधानले परिकल्पना गरेको समृद्ध नेपाल साकार गर्न पाउन्। समृद्ध नेपालको परिकल्पनाका लागि युवाहरूको निम्ति सुरक्षित स्थानको सृजना गरौं। अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना।